के छ आजको हाम्रो हाइकिङको बारेमा? आज चाहिँ त्यहाँको राम्रो दिन पनि छ हैन। हाम्रो के भन्छ विष्णु पादुका छेउको यो डाँडा चाहिँ हामी हाइकिङ जाँदैछौँ। मौसमले पनि राम्रै साथ दिइरहेको छ, शीतलै छ हैन। यतिकै होस्, पानी चाहिँ नपरोस् भन्ने कामना ठिक छ विष्णु पादुका देवसँग हैन। ल लगाउँदैछ। यो डाँडाबाट कता कता पुगिन्छ बाटो थाहा छैन हैन। ल हाम्रो साधनहरू यहाँ राखेका छौँ। यो बाटो चाहिँ सर यतै हो, सिधै सिधै सिधै। ल कस्तो मजाको गाउँ छ यो खेत। गीतैको माया। कस्तो मजाको फुल के हो? हो कि के हो? वाह तिमी तिम्रो गाउँमा ग्रीन कलर छ हैन, साइड साइडमा व्हाइट नभए चाहिँ येलो कलर दुईजना एउटा हो क्या। हेर जङ्गल गएको छ हौ यो बाटो। आहा यो डाँडा छ त्यो भन्दा त पुग्यो नि। त्यही त हो नि। हामीलाई के रे ठिक छ। एकदम हामी अब भित्र छिर्दैछौँ। हाम्रो रोशन सर जन्मेकै मिति पो स्थापना भएको छ त। ल स्थापनाको ल धन्यवाद। अम्लिसो जस्तो लाग्यो खै के रोपेको होला कि भनेको। अरू त के हुन्छ यस्तो अनुमान धोत्रङ्गी होइन के को बोट हो यो? ए बेसार अदुवा। हेर्नु त यो होइन यो माथिको यता गएर उता जान्छु नि। सिधा जाने हामी त्यो त्यहाँ जाने भने चाहिँ यता गर्दा तलतिर गइछ हाम्रो यताको हाइकिङको ट्रेल हो। आमामा कस्तो होला त? है बाबा ल यस्तो छ। हामी चाहिँ यताबाट आएको यो हाइकिङ ट्रेल हो। त्यहाँ सकिनमा थान हामी टक्क चढ्दैछ चट्टसँगले। यस्तो तलतिर डाँडा छ, यता चढ्दैछौँ हामी चट्टसँगले। यता पनि अर्को डाँडा छ, बिचमा हामी हिँडिरहेछौँ। हाम्रो आजको हाइकिङको गन्तव्यतर्फ बिस्तारै लम्काउँदै हिँड्दैछौँ। हुस्सु लागिरहेछ यस्तो अवस्था। हामी त्यो त्यहाँ ठाउँमा चाहिँ पुग्ने हो। लगभग त्यो भेटारभन्दा अलिकति तलै होला। तर यो बादलहरूले गर्दा त यसो हेर्दा त भेटारको चाहिँ हाइट हुनसक्छ होइन रोशन सर? अम्लिसो पनि मजाको चुन्ने खाले नै जस्तो लाग्यो कि तपाईँको फेभरेट गीत होइन यो? यो मान्छे पनि सम्झाएन।
ठ्याक्क त्यस्तै क्या मौसम पनि राम अनि कुनै माने क्या झडै उकालो छ राम 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 होटेरी वाह यो नि त उसरी छेक्नु होइन हो कि दामी ओ मजाको आएको ओहो दामी होस् रोशन सरलाई दिउँसोले पुरा छेकिरहेको अवस्था छ फाइनली निस्क्यौँ हामी अब यहाँ चाहिँ टपको माथि चाहिँ अलिअलि फ्ल्याट छ होइन अलिअलि के छ ल मजाको ठाउँ आइपुग्यौँ हामी यो नि त नि होइन सर पुरै भिजिरहेछ यस्तो हुसुमा पनि पुरै भिजिरहेछ नि सर्ट अनि कस्तो उकालो हेरेको त पुरै भिजिरहेछ अहिले त सुकन एक्सिलेन्स यस्तो विष्णु पादुकाको बिचको सबभन्दा टप डाँडा होइन त्यो सिमुवा गाउँदेखि अलिक माथि गाउँको अलिकति माथि अलिकति भन्दा निकै माथि नै हो निकै माथि योभन्दा माथि त अब ढुसेले पनि देखेन मलाई त भर्सक लाग्छ यही हो टप छैन किनभने अघि योभन्दा मुनि अघि टावर थियो होइन उसको एनटिसीको भनेपछि त्यो टावरभन्दा पनि माथि यो डाँडा भनेपछि कति अल्गो होला यहाँसम्म बाटोको चाहिँ अलिकति राम्रो व्यवस्था रहेछ होइन हामी चाहिँ अब हाइकिङ ट्रेल गएर आयौँ यहाँसम्म अब एकछिन बसेर हामी फर्किन्छौँ हल्का मनोरञ्जन लिएर यो धुसु अब तल त धेरै घाम छ धुसुको मजा लिएर अब ल हाम्रो यो अन्तिम बिन्दु ल आजको हाइकिङ हामी यहीँ अन्त गर्दै अब ओह्रालो लाग्छौँ होइन फेरि अर्कोचोटि ल हाइकिङ प्लिज सब्सक्राइब आवर च्यानल लाइक सब्सक्राइब एन्ड फलो ओके ल त राम्रो छ भाइ सबै गरिदिनुहोस् होला होइन त एकैचोटि है सबै एकैचोटि अल इन वान सर नि हाम्रो आहा वाटा दामी रहेछ ऐसे ल म टिपेर खाम त हामी मलाई पनि दिउँ है आफ्नो ल सर हामीले फुल पनि अहिले टिपौँ एक गुच्छा हामीले चाहिँ चिन्छौँ कस्तो चिनेनौँ सर तपाईँहरूलाई अन्तिममा कसैलाई थाहा भएन भने चाहिँ हामी त्यहाँनिर कमेन्टमा रिप्लाई गर्नेछौँ तपाईँहरूले मजाले हेर्नु होला यो कुन फुल हो कमेन्ट गरिदिनु होला प्लिज कमेन्ट पनि थुप्रै होला जस्तो फुल हेर्नु त एक्स्ट्रा छैन त यहाँ चाहिँ यो त म त कुन फुल जस्तो देख्छु भने नि चामेलिया होइन यो गुराँसको अर्को प्रजाति जस्तो देखिन्छ क्या गुराँसको अर्को प्रजाति जस्तो क्या तर अहिले कमेन्टमा नभनिहाल्नु सबैले उयो गरोस् न अब घर लागिँदैछ हामी टक्क हाम्रो एउटा त्यो गर्मीको तापक्रमको रेसियो भनिदिनुहोस् न हामी कसरी आयौँ सुरुमा चत्रामा खपि नसक्नु गर्मी थियो होइन त्यसपछि अब चत्राको कुरा गर्दाखेरि त्यहाँनिरको वेदरको कुरा गर्दाखेरि चाहिँ हाम्रो 38-39 त्यति थियो अब धरानसम्म आउँदाखेरि पनि लगभग त्यति नै थियो जब हामी विजयपुर चढ्यौँ त्यो विजयपुर भन्दा पनि विष्णु पादुका विष्णुपादुकादेखि चाहिँ अलिकति लगभग घटेको जस्तै महसुस हुँदै थियो 20-25 भन्दा भनौँ न 25सम्म थियो अनि त्यहाँदेखि जब हामी एउटा गाउँ छिर्यौँ के अरे त्यो गाउँको नाम छ सिमुवा अथवा सिमाउले के समथिङ हो त्यहाँदेखि चाहिँ अलिकति घट्यो क्या यहाँ आइपुग्दाखेरि त अहिले त हेभेन फिल भइरहेको छ नि किनभने अब 81 हामी त्यो 30-29-39 डिग्रीको घामदेखि आएदेखि यहाँ त 5 डिग्री छ होला 5 डिग्री चाहिँ नभनौँ लगभग छ होला 10-12 छ नि किन हामी त भिजेको छौँ र पो त त्यस कारणै पो त नभए यहाँ बसेर सबै पातहरूमा पानी छ अनि यहाँ शीत छ अनि पानी 5-6 छ 5-6 यस्तै होला
त्यही भएर अलिकति ढिलो भए पनि हामी चाहिँ यहाँनिर होइन अब भेटारमा पनि यतिको के अरे हावा बसिराख्दैन नि हामी आएको कति घन्टा भयो भन्नु त हेर्नु अहिले त यहाँको त 1.5 घन्टा भइसक्यो अनि नि सर त्यही पनि अहिले लगातार छ यो छुटेको छैन भेटारमा त एकछिन आउँछ होइन जान्छ नि त यहाँ त लगातार छ क्या अचम्म लाग्दो क्या दुईटैतिरदेखि यो चाहिँ भनेको बिच एउटा डाँडा परेछ कि दुवैपट्टिबाट आउने खेल्ने ठाउँ चाहिँ छुइने ठोकिने ठाउँ चाहिँ यही रहेछ क्या भने त्यस कारणले पनि होला यो के अरे यहाँदेखि तलदेखि हेर्दाखेरि यहाँ छिटि डाँडा नै देखिरहेको थियो पुरै होइन त्यो अनि फेरि तलदेखि हेर्दाखेरि ढुसे अब तल घाम भए पनि यहाँ ढुसे नै गएको थिएन क्या त्यही भएर पनि नगएको होला यहाँ चाहिँ तब त छिटो यो नझर्ने रहेछ क्या यो बादलहरू हुसे चाहिँ नहट्ने रहेछ नछट्ने रहेछ खेल्न पाउने ठाउँ रहेछ बिचमा रहेछ त्यस कारणले खोज यता पनि खोज त्यस कारणले पनि यहाँको तापक्रम चाहिँ निकै कम छ जाडो नै छ जाडो महिना त अति जाडो हुन्छ होला झन् जाडै भइराख्ने अनि यहाँ अब ऐसेलु छ भनेपछि त अनि यो भनेको ऐसेलु भनेको एकदम लेकमा पाउने उयो हो नि त फल हो नि त वनफुल अघि न नि त लेकमा लाग्ने वनफल हो ऐसेलु पाउने ठाउँ भनेपछि त निकै जाडो छ तपाईँलाई ऐसेलु पनि हामीले चाख्यौँ अब त्यत्रो चत्रा बजारदेखि अब त्यत्रो तलदेखि होइन मधेस नै भनौँ न त्यो त यो वास्तवमा यो ट्रेल बनायो भने नि यो नजिक एकदमै जाडो ठाउँ होइन ऐसेलु खाने ठाउँ 4-5-6 डिग्री अथवा 5-6 डिग्री 6-7 डिग्रीको जाडो ठाउँमा आउने एउटा राम्रो गन्तव्य रहन्छ अझै हामी भेटारको अर्को विकल्प रहन्छ नि हुनसक्छ क्या अझ 1-2वटा ठाउँमा त बाटो पनि राम्रो थिएन त्यही भएर नि हामी अलिकति लेट भएको होइन भित्रबाट पनि आयौँ नि त गाडी नै कुदेर तर राम्रो ट्रेल बनायो भने यता भेटार भन्दा नि यता पनि मान्छेहरू हाइकिङ गरेर नै आउन पनि होइन सक्छ राम्रोसँगले राम्रो छ त्यहाँ भन्दा वहाँनिर भनेको एकछिन होला फेरि त्यहाँदेखि ढुसे आउँछ दार्ला तर यहाँनिर चाहिँ भनेपछि लगातार के यो अहिलेसम्म हामी गफ गरेको लगभग कति 5-6 मिनट भइसक्यो हटेकै छैन अहिलेसम्म जस्तो जस्तो आइरहेछ अनि यसको मतलब यहाँ त निकै जाडो नै भइराख्ने रहेछ इलामको त्यो तपाईँलाई रक्सियाहरू तिर हुन्छ नि त्यतिखेर पनि त्यही खाले छ जस्तो लाग्यो क्या यहाँनिर यहाँको मौसम यहाँको हावापानी यस्तो रहेछ त्यस यहाँ आइपुगेर हामीलाई चाहिँ त्यस्तो के भन्छ उयो के अरे पछुतो चाहिँ भएन हामीलाई एकछिन चढ्दाखेरि त होइन सर फर्कौँ जस्तो लाग्दै थियो उकालो पनि सगरमाथा चढेको जतिकै उकालो ठाडै उकालो नाक ठोकिने 1.5 घन्टा चाहिँ लगभग 2 घन्टै लाग्यो होला हौ तलबाटै थियो त नि विशेष ठाडो चाहिँ जब त मन्दिरबाट चढ्यौँ नि त्यो चाहिँ एकदमै 1.5 घन्टा तर आज हामीले लगभग सिलेबल्स त नभनौँ होइन अब खोलादेखि नै सिलेबल्स नै राम्रै तलै भनौँ न बटम टु टप आयौँ आज हामी बटम टु टपै हो होइन त किनभने खोला भनेको त एकदम तलै हो नि त हेडमै छ नि त यो भनेको टप हो बटम टु टप गर्दाखेरि पनि आज हामीलाई धेरै होइन 2-3 घन्टामा हामी यहाँसम्म आयौँ 3 घन्टाको हिँडाइले चाहिँ वर्थ इट भयो होइन वर्थ इट हो एकदम वर्थ इट रमाइलो हेभेनली फिल हुँदैछ आनन्द पनि भयो पुरै हेभेनली फिल भइरहेछ नि जिउ पनि त्यो हुन्छ नि चङ्गा भइरहेछ क्या अहिलेसम्म यी हुसु गएकै छैन यस्तो राम्रो ठाउँ छ अझै त्यहाँनिर अब अलिकति तल आउँदैछु त्यहाँनिर त्यही ठाउँमा हो भने चाहिँ अहिले धेरै भइरहेको थियो यहाँ पनि अझै गएकै छैन बाटोमै छ अझैसम्म जस्तो रमाइलो भयो नि झर्दैछौँ हामी त्यस्तो हामी अब यस्तो पर्खिँदैछ बादल त तलतिर छ अनि हामी कति हाइटमा छौँ भन्नु त ल बादल तलतिर छ है हामी 1500-1600 त हाइटमै छौँ होला भेटारको भन्दा छेउछाउमै पुग्यौँ हामी मैले खिच्नु पाइदिएको आउँदैछ हेर्नु बादल कहाँ तलबाट आउँदैछ नि भनेपछि हामी कति हाइटमा आएको रहेछौँ त ए तल देखिँदैछ यो पानी उयो भएर आएको होइन
पानी बाफ भएर ताप भएर ल लागौँ इभापोरेसन यस्तो तलतिर अब अहिले चाहिँ बाटो आएको छ होइन गाडी नै जाँदो रहेछ सर्टकट हुन्छ नि त पहिला झर्दैछौँ हामी मजाले होइन आज सर हाइकिङ आएको जस्तो लाग्यो अरे नभए त है सोरै हिँड्थ्यो आज त अनि बाइकै तल राखेर हिँडेपछि त होइन हिँड्दा पनि हिँडेको छौँ पुरो भारी त यताको उयो भयो रोके अरे सिलगढी के अरे सागुडी गरेको भयो कि त्यो भनेको होइन तर मैले हामी भन्दाखेरि माथि पुगेको थियौँ नि बेला गएको यस्तो त्यो जाँदैछौँ हामी नै त हिँडेको त अनि लडिएला मरेला भने तपाईँ हेर्नु तर नि लाग्थ्यो नि त्यतिखेर अनि हामी कस्तो होइन नि हामी त्यहाँनिर हामी मात्र कट लिँदाखेरि कस्तो भयो त्यहाँबाट माथि गएको त्यतिखेर नि सर थिएन जाने यस्तै तर यति साह्रो त्यहाँ पनि थिएन ल बाइकको नाम के भन त दियो ल बाइक गरिदेऊ त ल यस्तो दामी ठाउँ खिचेकै रेनेर छु मैले यार बाख्रा आउँदैछ It feels like heaven. यस्तो छ झर्दैछौँ हामी तल लेक अघि चाहिँ ऊ तलको बाटोदेखि चट्ट आएको थियौँ हामी यता हुँदै गएको थियौँ अहिले चाहिँ यो बाटो जाँदैछौँ उस आउँदैछ बाख्रा पनि फर्किँदै रहेछ चरेर ल दामी ओहो फोटो सेसन हुँदैछ भाइहरूको सानै आउँछ त्यो ओ स्वर्ग भन्ने ठाउँ भनेको यस्तै हो ल फोटो सेसन चलिरहेछ हाम्रो साथीहरूको बादल सरी हजुर ल ल राम्रो छ एकदम दामी खिच्नु भएको रहेछ हो साँच्चै यस्तो आनन्द अघि त्यहाँदेखि माथितिर गएको हामी जङ्गल दाइ हामी फर्केको है अघि भेट भएको थियो नि तल होइन होइन र होइन भेटे जस्तो लाग्छ म त ए होइन अर्कै दाइ ए गाई पो थियो त नि ल ल ल लाग्नु पर्यो हजुर ए सब्जी ए ल ल हुन्छ दाइ निगुरो दिनुभयो दाइले ल आहा हिरोहरूको फेरि वा के हामी अब त हतार छैन भाइलाई भाइ Heaven छ नि heaven it's like a heaven ल
खतरा राम्रो छ है ट्रेल चाहिँ आनन्दको ट्रेल क्या अहिले कहिले हुसु आयो फेरि बस्यो आनन्द वा हामी चाहिँ उताबाट चढ्यौँ अर्कोले मानेन नि अर्कोले मनाउँछ अनि हामी चाहिँ अन्तिममा गइकन छाड्छौँ क्या ता पनि हगेन अन्त पुगेर आयो अस्ति पनि त्यसरी नै भएको थियो नि उसो आउँदैछ ला 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 डन्डै पानी झरो पानी पानी त झरोस् तिमी चाहिँ ऐसेलु यता अमलाको सिजन नभएर रहेछ न त भेटिएको थियो बोट यस्तो छ तल बाटो कोला कुही हो खाइदिउँ न त सुन आइसक्यो थाल्यो यस्तो छ फर्किँदै गर्दा पनि बुसी लागिरहेछ यस्तो छ त्यही डाँडा त्यो टावर हो कि अघिको त्यो टावर भन्दा पनि अझै माथि देखिन्छ त्यो टावर भन्दा पनि अझै माथि पुगेर आएको हामी चाहिँ वास्तवमा त्यहाँ त्यो टावरमा पुगेपछि अलिकति मासतिर अलिकति अर्को डाँडा छ त्यहाँ पुगेर आएको हामी फेरि बिरुवा रोपेको रहेछ यस्तै मजाले यस्तो आनन्दले हजुर सबै डाँडा भए उयो खुइले डाँडा छुटेको खोइ ऊ त्यो चाहिँ हामीले देखेको डाँडा ए वास्तवमा हामी त्यहाँ भनेर हिँडेको होइन हो नि होइन ल होइन अरे हेर्नु न हो भन्दा माथि पुग्यो लगभग तल आइपुग्यौँ हामी कति घन्टा लाग्यो होला हामीलाई यहाँ तल झर्नु चाहिँ 1 घन्टा लाग्यो होला है 1 घन्टा लाग्यो होइन होइन 1 घन्टा लाग्यो हामी आउँछ त्यहाँ माथिदेखि आएको अलिक भएको छैन 40 मिनट 30 मिनट त गएछ 30 मिनट हुँदैछ भन्ज्याङदेखि भन्ज्याङदेखि त्यो भन्ज्याङ भन्दा नि त्यो साकेङमा ठाउँ लिम्बूहरूको थान देवथानबाट 30 मिनटमा आइपुग्यौँ ल बिस्तारै झर्दैछौँ हामी रात पर्न आँटिसक्यो अहिले ठक्क छ 6:40 हुँदैछ हामी 2 बजे हिँडेको थियौँ होइन यहाँदेखि अघि तलबाट यहाँदेखि भन्दा नि तल त्यो बाइक राखेको ठाउँबाट 2 बजे हिँडेको थियो भनेपछि 4 घन्टामा ओहोरदोहोर गऱ्यौँ नि लगभग 4 भन्दा पनि 4:30 लाग्यो पुग्नै छ अझै हामीलाई लगभग 5.5 घन्टा लाग्दो रहेछ हामीलाई ओहोरदोहोर गर्नु होइन ल तल बाटोमा झरिसक्यौँ अब 7 बज्न कति 10-15 मिनट कति छ 10 मिनट बाँकी छ हामी तल आइपुगिसकेको छौँ अब हाम्रो बाइकमा त्यहाँ खोला तल झरेर त्यो कोकाको खोला झरेर हामी बाइकमा जान्छौँ यता हेरौँ न त ल आजको कस्तो रह्यो त आज हामीलाई गिफ्ट पनि दिनुभएको छ गिफ्ट हैन एउटा असल अनि दयालु है काइन्ड हार्टेड
उहाँ के अरे वस्तु चराउन आउनुभयो हामीले यसो बाटो देखाउँदै होइन अब जाने बेला चाहिँ यो निगुरो दिएर जानुभएको छ तपाईँहरूले नि यसरी नै माया गरिदिनु होला है धन्यवाद दुई शब्द दस न त हाम्रो देवराजको एकदम रमाइलो छ है लगभग 1500 मिटर माथि पुगेर आयौँ होला रमाइलो थियो जाडो थियो जाडो त खत्रै थियो होइन हामी त्यत्रो पसिनाले भिजिरहेको थियो र त त्यो जाडो फिल भइरहेको थियो एकछिन रमाइलो गऱ्यौँ आयौँ अहिलेसम्म के लगभग कति हाइकिङ गयौँ होला अब हामी त होइन गनेर पनि खासै भ्याइँदैन होला त्यो मध्येकै सबैभन्दा के भन्नु होला अब एकदम ठाडो एडभेन्चरस होइन ठाडो जोखिमपूर्ण होइन जोखिमपूर्ण भन्दा पनि ठाडो भनौँ न त्यस्तो होइन त्यस्तो जोखिमपूर्ण चाहिँ थिएन ठाडै उकालो हिँडाइको लागि चाहिँ एकदमै ठाडै अहिलेसम्मकै ठाडो हिँडेर आयौँ रमाइलो भयो एकदम नसोचेको ल फेरि छिट्टै भेट्नेछौँ हामी अर्को भिडियोमा हजुरहरूले माया गरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला फलो गरिदिनु होला सेयर गरिदिनु होला है हाम्रो च्यानललाई फेरि छिट्टै हामी भेट्नेछौँ अर्को हाइकिङ भिडियोमा भन्दै बाई बाई गर्न चाहन्छु बिदा हुन चाहन्छु शुभरात्रि बाई बाई तिम्रो राख सिद्धि भएर क्या वास्तवमा आइपुग्यो ल फाइनल्ली हामी कति घन्टा लाग्यो हामीलाई 5 घन्टा होइन अहिले ठ्याक्कै 7 हुँदैछ भनेपछि 2 बजे हिँडेको हामी उहाँदेखि 5 छैन 5:30 तिर हिँडेको ल म स्टार्ट गर्छु ल बाइक ल त्यो सर रामको हामी आइपुग्यौँ घरमा आइपुग्न साथीहरू